बाँचु या मरु दोधार हुँदैछ, पाइला पाइलामा हार हुँदैछ। बाँचु या मरु दोधार हुँदैछ, पाइला पाइलामा हार हुँदैछ। आधार के खोज्नु बाँच्नलाई, म सास छँदै अन्तिम संस्कार हुँदैछ। नमस्कार, म दिनेश बोहरा सदाको बसाइ झै आज पनि मुक्तक संसारमा उपस्थित भइसकेको छु र आज फरक तरिकाले हजुरहरूलाई म कसरी र किन लेख्दो रहेछु मुक्तक भन्ने कुराहरू सबै कुराहरू स्पष्टीकरण गर्न चाहे यो मुक्तक संसार कार्यक्रम मार्फत मैले चाहिँ मुक्तक कसको लागि र किन लेखिरहेको हुन्छु भन्ने कुराहरू हैन म खासै जान्दैन पनि त्यति आउँदैन पनि तर पनि कोसिसहरू चाहिँ गरिरहेको हुन्छु। टक्क टीका निधारको हातमा किन्ती गरी छौ, यति भन्छु म मलाई हजारमा गिन्ती गरी छौ। टक्क टीका निधारको हातमा किन्ती गरी छौ, यति भन्छु म मलाई हजारमा गिन्ती गरी छौ। खुसी हुन्छौ त जाऊ, औकात पुगेन मेरो, मलाई छोड्ने निदो भनु या बिन्ती गरी छौ। टक्क टीका निधारको हातमा किन्ती गरी छौ, यति भन्छु म मलाई हजारमा गिन्ती गरी छौ। यो मुक्तक चाहिँ मेरो साथीको लागि लेखेको थिएँ र अर्को चाहिँ मैले एउटा मुक्तक चाहिँ दाइको लागि लेखेको थिएँ, विशाल दाइको लागि। विशाल दाइको लागि हैन, म धेरै लास्टै पीडामा थिएँ त्यति बेला है। त्यो बेला त्यो पलहरू अहिले सम्झिँदाखेरि अलिकति अलगै फिलिङ हुन्छ है, फिल अलगै आउँछ तर पनि ठिकै छ। साथ दिनुभएको छ र साथ सबैको पाइराखौँ, मायाहरू पनि नमार्नु होला है दाइ हैन। तपाईको लागि यो तिम्रो लागि मेरो जीवन आँसुको दाउमा राख्ने छु, तिम्रो लागि मेरो जीवन आँसुको दाउमा राख्ने छु। तिमीलाई आफ्नो बनाउने छु, दुश्मन पाउमा राख्ने छु। कामना गर्दैछु सधैँभरि तिम्रै हुनेछु एक दिन। तिम्रो लागि मेरो जीवन आँसुको दाउमा राख्ने छु, तिमीलाई आफ्नो बनाउने छु, दुश्मन पाउमा राख्ने छु। कामना गर्दैछु सधैँभरि तिम्रै हुनेछु एक दिन। तिमीलाई मेरो मुटुको एकान्त ठाउँमा राख्ने छु, तिम्रो लागि मेरो जीवन आँसुको दाउमा राख्ने छु। यो चाहिँ विशाल दाइको लागि थियो हैन, मैले उनको मेसेन्जरमा पनि पठाएको थिएँ। र अर्को रह्यो मैले आमाको लागि लेखेको एउटा मुक्तक छ, आमाको लागि यस्तो लेखेका थिएँ, म यो वाचन गर्छु है। बाँकी रह्यो मात्र तस्बिर प्यार भएको छ, बाँकी रह्यो मात्र तस्बिर प्यार भएको छ। बढी राछन् अनेकौं पीर बेकार भएको छ। खरानीमा सीमित भए सजाएका सपनाहरू। बाँकी रह्यो मात्र तस्बिर प्यार भएको छ, बढी राछन् अनेकौं पीर बेकार भएको छ। खरानीमा सीमित भए सजाएका सपनाहरू, दिन्छ चोट यही तकदीर हतियार भएको छ। बाँकी रह्यो मात्र तस्बिर प्यार भएको छ। यो चाहिँ मैले मेरो आमाको लागि लेखेको मुक्तक थियो। अनि अर्को मुक्तक चाहिँ भनिदेऊ न भगवान सम्झना भाइ, यो चाहिँ भाइको लागि लेखेको मुक्तक थियो। भाइलाई सम्झेको थिएँ नि त मैले है त्यो बेला, त्यतिखेर नै मैले लेखेको थिएँ यो मुक्तक। एक्लै बस्ने बानी पर्यो अब के गर्ने, एक्लै बस्ने बानी पर्यो अब के गर्ने। दिलमा अनेक हानि गर्यो अब के गर्ने, सम्झनाले मनमा दलदल आगो लाग्दो रहेछ। एक्लै बस्ने बानी पर्यो अब के गर्ने, दिलमा अनेक हानि गर्यो अब के गर्ने। सम्झनाले मनमा दलदल आगो लाग्दो रहेछ, आँखाबाट पानी झर्यो अब के गर्ने। एक्लै बस्ने बानी पर्यो अब के गर्ने, दिलमा अनेक हानि गर्यो अब के गर्ने। यो चाहिँ मैले मेरो भाइको लागि लेखेको मुक्तक हो। खासै राम्रो त आउँदैन तर सम्झिँदाखेरि चाहिँ अलिकति केही लेख्न पाए हुन्थ्यो जस्तो लाग्छ हैन, महसुस भएपछि। मैले छोराछोरीको लागि एउटा मुक्तक अरू लेखेको थिएँ, अरू भन्दा नि एउटा मुक्तक छोराछोरीको लागि पनि लेखेको थिएँ हैन। त्यो चाहिँ मुक्तक यस्तो प्रकारको थियो। के सम्झन्छौ भन्छ ख्याल सम्झना छ छोराछोरी, के सम्झन्छौ भन्छ ख्याल सम्झना छ छोराछोरी। यही सुन्छु सबको बेहाल सम्झना छ छोराछोरी। धेरै टाढा माया गाडा किन हुन्छ होला, के सम्झन्छौ भन्छ ख्याल सम्झना छ छोराछोरी। यही सुन्छु सबको बेहाल सम्झना छ छोराछोरी। धेरै टाढा माया गाडा किन हुन्छ होला, अति भयो दिलको सवाल सम्झना छ छोराछोरी। हामी चाहिँ छोराछोरीहरूलाई छोडेर, एउटा छोरा एउटा छोरीलाई छोडेर हामी इन्डिया कमाउनु भनेर आएका छौँ हैन। त्यही भएर हामीले सम्झेको हो, दुइटै बुढाबुढीले सम्झेका थियौँ, त्यति बेला नै मैले बनाएको थिएँ। अनि यस्तै हो है। अनि अर्को चाहिँ प्रेम गाथा भन्ने एउटा
साथीको लागि थियो होला सायद यो पनि। चल्दै जाओस् प्रेम गाथा टाढा नबनोस् जन्मौभरि अमर नाता चल्दै जाओस् प्रेम गाथा टाढा नबनोस् जन्मौभरि अमर नाता टाढा नबनोस् भगवान साँची राखी भन्छु कसम खाएर। चल्दै जाओस् प्रेम गाथा टाढा नबनोस् जन्मौभरि अमर नाता टाढा नबनोस् भगवान साँची राखी भन्छु कसम खाएर खुसी भाँचो दुर्गा माता टाढा नबनोस्। यो चाहिँ एउटा साथीको लागि लेखेको मुक्तक थियो। एउटा दसैँ तिहारको बेला हामी यतै थियौँ। दसैँ तिहारको बेलामा लेखेको मुक्तकहरू म अब वाचन गर्न गइरहेको छु। परदेशमा छु यो दसैँ यो तिहार मान्न भ्याइन। परदेशमा छु यो दसैँ यो तिहार मान्न भ्याइन छोरा छोरी आमा बाको प्यार मान्न भ्याइन। परदेशमा छु यो दसैँ यो तिहार मान्न भ्याइन छोरा छोरी आमा बाको प्यार मान्न भ्याइन सबैलाई शुभकामना छ दसैँ र तिहारको गरिबीले साथीभाइ यार मान्न भ्याइन। परदेशमा छु यो दसैँ यो तिहार मान्न भ्याइन। हामी त्यतिखेर भन्दा नि त्यतिखेर चाहिँ हामी यतै थियौँ होइन। यो इन्डिया दिल्लीमा थियौँ हामी दिल्लीमा काम गर्दैछौँ अहिले पनि र त्यतिखेर पनि हामी यतै थियौँ। त्यति बेला चाहिँ मैले सम्झ्या हो नि त होइन परिवारलाई आफ्नो परिवारलाई सम्झना आउँछ नि त होइन त। बुवाको लागि एउटा मुक्तक साथीले भन्नुभएको थियो वीरेन्द्र विश्वकर्माजीले उहाँको लागि मैले एउटा बुवाको लागि मुक्तक बनाएको थिएँ। खासै राम्रो त आएन उहाँले बनाइदिनु पर्यो भन्नुभएकोले त्यही भएर मैले बनाएको थिएँ एउटा मुक्तक यस प्रकारको छ है। बुबा मैले माया गर्थे साथमा छैनौ आज बुबा मैले माया गर्थे साथमा छैनौ आज मर्नै परे मै मर्थे साथमा छैनौ आज सपना सारा भता भुङ्ग प्यारो छोरा बन्न पाइन सम्झेरै आँसु झर्थे साथमा छैनौ आज बुबा मैले माया गर्थे साथमा छैनौ आज। यो चाहिँ वीरेन्द्र विश्वकर्माजीको लागि थियो। मैले खासै आउँदैन तर पनि प्रयास गरेको थियो उहाँको लागि। अनि एउटा चाहिँ मैले अर्को मुक्तक चाहिँ अङ्कलको लागि बनाएको थिएँ जसवीर जेनिस अङ्कलको लागि। उहाँले बनाइदिनु पर्यो भतिज भनेर भन्नुभएको होइन त्यतिखेर मैले अनि उनको लागि बनाएको मुक्तक थियो। उनको लागि भन्दा नि उहाँले आफैले वाचन गर्नु भएको थियो हुन त तर पनि मैले वाचन गर्न चाहे अझ फेरि है। झुटो संसार झुटो प्यार कतिसम्म होला अझै चला मुटुमा हतियार कतिसम्म होला सहनशील मुटु रहेछ आफै छक्क पर्दैछु यार। झुटो संसार झुटो प्यार कतिसम्म होला अझै चला मुटुमा हतियार कतिसम्म होला सहनशील मुटु रहेछ आफै छक्क पर्दैछु यार चोट माथि चोट लाखौं बार कतिसम्म होला झुटो संसार झुटो प्यार कतिसम्म होला। यो चाहिँ जिनिस अङ्कलको लागि थियो। उहाँले बनाइदिनु पर्यो भनेर भन्नुभएको त्यही भएर मैले बनाएको थिएँ उहाँको लागि। मुटुको एकान्त ठाउँमा राख धोका नदिनु है प्यारको मलाई गाउँमा राख धोका नदिनु है। मुटुको एकान्त ठाउँमा राख धोका नदिनु है प्यारको मलाई गाउँमा राख धोका नदिनु है दुःख सुखमा सँगै हुनु बाँचुन जेलको यही जुनी लैजाऊ परानी नाउँमा राख धोका नदिनु है। मुटुको एकान्त ठाउँमा राख धोका नदिनु है प्यारको मलाई गाउँमा राख धोका नदिनु है। यो चाहिँ नवीन रम्तेल सरको लागि थियो। उहाँले बनाइदिनु पर्यो दिनेशजी भनेर भन्नुभएको त्यही भएर उहाँको लागि बनाएको मुक्तक थियो। खासै आउँदैन तर पनि कोसिस गरिरहेको हुन्छु मैले है। मैले आफै एक दिन बनाएको हो एक दिन त्यो सोच्दा सोच्दै अटोमेटिक के भयो बनाएको मुक्तक है। ल सुनिस् ल के चल्नु र दिनहरू पनि चाल उस्तै छ के चल्नु र दिनहरू पनि चाल उस्तै छ दुःख अपमान अझै फाल उस्तै छ ठुलो जन्जिरमा फसेछु तोड्न नसकिने के चल्नु र दिनहरू पनि चाल उस्तै छ दुःख अपमान अझै फाल उस्तै छ ठुलो जन्जिरमा फसेछु तोड्न नसकिने नसोध मेरो जीवन कहानी हाल उस्तै छ नसोध मेरो जीवन कहानी हाल उस्तै छ। यो चाहिँ मैले आफैको लागि लेखेको आफ्नै लागि लेखेको आफैले र आफ्नै लागि लेखेको मुक्तक थियो। उसको यादमा किन बस्छौ भन्ने मैले आफ्नो लागि खास थोरै मात्रै बनाउने गर्छु कहिलेकाहीँ तर पनि कसैले बनाइदिनु पर्यो भनेर बनाएको मुक्तकहरू चाहिँ हुन् है। मेरा सबै मुक्तकहरू चाहिँ होइन उसको यादमा किन बस्छौ भन्ने एउटा मुक्तक छ। मनमा उसकै खोज रहेछ के भन्नु र खोइ असली माया बोझ रहेछ के भन्नु र खोइ माया पेटी हाँसो पनि पाहुना जस्तै भयो मनमा उसकै खोज रहेछ के भन्नु र खोइ असली माया बोझ रहेछ के भन्नु र खोइ माया पेटी हाँसो पनि पाहुना जस्तै भयो फरक फरक सोच रहेछ के भन्नु र खोइ
भन्छ मनले हरपल कहाँ सकियो नजिक नभए बर पिपल कहाँ सकियो नासो छोड्यौ याद उपहार के नै गर्न सके भुल्छु भन्छ मनले हरपल कहाँ सकियो नजिक नभए बर पिपल कहाँ सकियो नासो छोड्यौ याद उपहार के नै गर्न सके नासो छोड्यौ याद उपहार के नै गर्न सके झन् याद आयो भयो अलमल कहाँ सकियो माया गरे कमी मान्यौ केमा फरक भयो के सम्झेर पराई ठान्यौ केमा फरक भयो माया गरे कमी मान्यौ केमा फरक भयो के सम्झेर पराई ठान्यौ केमा फरक भयो भएको जति सबै खुबी मैले पनि देखाएकै हो माया गरे कमी मान्यौ केमा फरक भयो के सम्झेर पराई ठान्यौ केमा फरक भयो भएको जति सबै खुबी मैले पनि देखाएकै हो पराईको हात थाम्यौ केमा फरक भयो पराईको हात थाम्यौ केमा फरक भयो यो चाहिँ साथीको लागि थियो सायद कसैको लागि यो चाहिँ मलाई ठ्याक्कै थाहा भएन हैन मैले चाहिँ नोट गरिरहेको हुन्छु नि त नोटपेडमा त्यही भएर चाहिँ मलाई ठ्याक्कै थाहा भएन मेरै लाग्यौ भयो मित्र घाँटी रहेछौ छुरा हान्यौ भित्र भित्र घाँटी रहेछौ सोझै ठान्थे आफै जस्तो जाली भयो मेरै लाग्यौ भयो मित्र घाँटी रहेछौ छुरा हान्यौ भित्र भित्र घाँटी रहेछौ सोझै ठान्थे आफै जस्तो जाली भयो खेल्यौ ठुलै चलचित्र घाँटी रहेछौ खेल्यौ ठुलै चलचित्र घाँटी रहेछौ म अझै मलम खोज्दैछु नयता नौता छ कसलाई भन्नु र खोइ पीर छ व्यथा छ घाउको चोट भित्र हुन्छ मलम बाहिर लगाइन्छ म अझै मलम खोज्दैछु नयता नौता छ कसलाई भन्नु र खोइ मलाई पीर छ व्यथा छ घाउको चोट भित्र हुन्छ मलम बाहिर लगाइन्छ सपनाहरू हजार जले तिमीलाई के थाहा छ यो चाहिँ मेरो आफ्नै लागि थियो र आफ्नै हो हैन सबै मुक्तकहरू आफ्नो नै हो हजुरहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिन भने पक्कै नबिर्सनु होला राम्रो लागे हजुरहरू पनि मुक्त पठाउन सक्नुहुनेछ मलाई मेरो मेसेन्जर मार्फत मेसेन्जरको आइडी चाहिँ फेसबुक आइडी चाहिँ मेरो सपनाहरूसम्मको गन्तव्य भन्ने होला र एउटा अर्को दिप्पु छेत्री पनि छ त्यो मेसेन्जरमा गएर मेसेन्जर आफ्नो त्यो मेसेन्जर बक्समा गएर यो मुक्तकहरू चाहिँ पठाउन सक्नुहुनेछ र म वाचन गरिहाल्नेछु हजुरको मुक्तकहरूलाई केही ढिलो हुन सक्छ तर वाचन चाहिँ पक्कै गरिदिनेछु आशा छ तपाईहरुले साथ सपोर्ट गर्नुहुनेछ र म अरु त केही सोच हैन मेरो खासै के त्यस्तो त होइन म यस्तो गर्छु उस्तो गर्छु भन्ने कुरा त केही पनि होइन तर पनि कहिलेकाहीँ मनको भाव बुझ्दिने मान्छे मैले पनि कसैलाई सुनाउनु पाए हुन्थे जस्तो लाग्छ के केही भएर चाहिँ मुक्तकहरू पढेर हजुरहरूलाई सुनाइरहेको हुन्छु र तपाईहरुले साथ सपोर्ट गर्नुहुनेछ आशा छ कतै गल्ती भएको होला त्यसको लागि क्षमा प्राप्ति छु हैन कहीँ कतै गलत भएको भए माफ गरिदिनु होला त्यसको लागि सरी भन्न चाहे अनि के गुनासो छ भनेपछि मलाई भन्न सक्नुहुन्छ के सुधार गर्नुपर्ने छ भनेपछि हजुरहरूले सुझाव सल्लाह दिन सक्नुहुनेछ र दिनु पनि हुन्छ आशा गरेको छु हजुरहरूको माया सधैँ रहिरहोस् हजुरहरूको मायाको भिखारी अन्तमा फेरि है त्यही भएर चाहिँ माया गरिदिनु होला अवश्य पनि अहिलेलाई भनी छुट्टिन्छौँ हस्त नमस्ते